गाडीले हान्ला भने पिर्छ क्या नानी यस्तो हेर्न यस्तो गाडी आउँछ अनि यस्तोमा खोर बनाएको छ यस्तोमा पानी परेर यस्तो बिजोग छ भने अब गाडीले हान्ला भने पिर्छ कसैले अनि गाडीले हान्छ भने चाहिँ आँखै नलिएर आउँछ कि कसैले पाले नि हुँदैन है लरे दुईवटा बच्चा यति राम्रो राम्रो छ है यस्तो बिजोग छ भने पानी आउँछ अर्थ भन्दा नि यो गाडीहरूले चाहिँ मार्ला भने पिर्छ क्या तिमीहरू माथि गएर बस त्यही भने नानु धर्म त हुन्छ तर बिजोग क्या देख्नै सक्दिनँ दिक्क लागेको छ जता हेऱ्यो नि त्यहाँ एउटा बिरामी कुकुर लिनु क्या दाइ कहाँ जानु हो कहाँ धोक्रो लिएर हस्पिटल लैजाउँ भनेको यो अब जहाँ पनि बिजोगै देख्छु क्या मैले त कसैले पाल्न चाहनुहुन्छ नि यति राम्रो राम्रो छ है तपाईँलाई धेरै पुण्य हुन्छ महान हृदय हुनुहुन्छ भने यो दुईवटा बच्चालाई अरू सानो ठाउँ दिनुहोस् है यति बिजोग छ बस्ने ठाउँै छैन यस्तोमा बसिया छ कसैले मनकारीले त लानुहुन्छ अस्ति त दुईवटा लानु भयो तल पनि 3टा फ्याँकेको थियो एउटा मोटरसाइकल किद्यो अनि यहाँ पनि 3टा फ्याँकेको थियो अनि एउटा मर्यो दुईटै लानु भयो एकजनाले यस्तै मनकारी ठाउँ हुनेले लगिदिँदै कति राम्रो हुन्थ्यो क्या यिनीहरूलाई नि त कति क्युट बेबीहरू छ ल कुनै मनकारी हुनुहुन्छ भने यो बच्चालाई घर दिनुहोस् है धेरै पुण्य हुन्छ कुनै महातीर्थ कहीँ जानु पर्दैन है यही हो धर्म।